दर्शन मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज म तपाईँलाई पाटनको यो धार्मिक स्थल कृष्ण मन्दिरको अवलोकन म तपाईँलाई देखाउने। हेर्नुहोस् यो पाटनको कृष्ण मन्दिर हो। यो कृष्ण मन्दिर तपाईँ चाहिँ कस्तो छ यो तपाईँ चाहिँ यहाँ कति यहाँ परिवारलाई चारो हाल्ने काम भइरहेको छ। हेर्नुहोस् न यति मान्छे छन्, यति भिडभाड छ। तपाईँको साँझको पख होइन, बेलुकाको पख तपाईँ एकदमै लास्टै भिड हुन्छ क्या यहाँ। लास्टै भिड हुन्छ। तपाईँहरू आउनु सक्नुहुन्छ। घुम्नु यो चाहिँ कृष्ण मन्दिर हो है, कृष्ण मन्दिर हो यो। हेर्नुहोस् यो पाटनको चाहिँ सङ्ग्रहालय हो। यो सङ्ग्रहालय गऱ्यो तपाईँको है, सङ्ग्रहालय हो। हेर्नुहोस् तपाईँहरूलाई अहिले मङ्गल बजार त्यसपछि चाहिँ हाम्रो लगनखेल बस पार्कको पनि म तपाईँलाई भिडियो देखाउनेछु। ल साथीहरू, आज चाहिँ शनिबारको दिन है। यो मङ्गल बजारको स्थिति हेर्नुहोस् त, कति भिडभाड छ शनिबारको दिन पनि है। मान्छे खुट्टा टेक्ने ठाउँ पनि छैन। ल तपाईँहरू यसलाई हेरेर मनोरञ्जन गर्नु होला है। कति भिड छ है। तपाईँहरू चाहिँ हेर्नुहोस् त, आज शनिबारको दिन पनि, बिदाको दिन पनि यति भिड छ यो ठाउँमा है। अब तपाईँहरू चाहिँ अब को चाहिँ यो ठाउँमा आउनु भएको छ होइन, आउनु भएको मान्छेलाई त थाहै नै होला, तर नआएको मान्छेलाई चाहिँ थाहा छैन। त्यसको लागि मैले जानकारी गराएको है। अब यो मङ्गल बजारमा सबै सामानहरू पाउँछ, कपडादेखि लगेर होइन। अनि त्यसपछि तरकारी अरू ठाउँभन्दा केही सस्तो चाहिँ तपाईँको चाहिँ यहाँ चाहिँ पाउँछ होइन। तपाईँहरू चाहिँ एकचोटि यो काठमाडौँमा आएको बेला तपाईँहरू यसो भिजिट गर्नु होला, देख्नु होला है साथीहरू। तपाईँहरू यो हल्लाको कारणले गर्दाखेरि मैले भोइस रेकर्ड गरेको होइन। यो हल्ला लास्टै हल्ला छ कि। ल साथीहरू, अहिले चाहिँ म चाहिँ यो लगनखेलको बस पार्कतिर आइसकेको छु अहिले होइन। बस पार्कमा पनि भिडै छ कि, एकदम भिड छ। आज शनिबार पनि तपाईँको चाहिँ बिदाको दिन पनि कस्तो भिड छ कि, एकदमै लास्टै तपाईँको भिड छ होइन। तपाईँहरू चाहिँ हेर्नुहोस् होइन, भिड तपाईँ चाहिँ अब शनिबारको दिन पनि यति भिड हुन्छ, अरू दिन पनि कति हुन्छ होला आफै चाहिँ सोच्नु होला होइन। यहाँ सस्तोहरू सामानहरू पाउँछ तपाईँ, एकदम राम्रो पनि। अरू चाहिँ बजारमा अरू चाहिँ सटरहरूमा 1500 सामान भन्छ भने यो ठाउँमा चाहिँ लगभग 400-500, 500-700 पनि आउँछ। खोइ कसरी दिएको हो त्यो अब चाहिँ हामीलाई थाहा भएन, उनीहरूलाई नै थाहा होला होइन। त्यो चाहिँ उनीहरूलाई थाहा होला, हामीलाई चाहिँ त्यो थाहा भएन होइन। अब त्यही पनि अब हजुरहरूलाई चाहिँ भिडियो देखाउन खोजिरहेको छु होइन। कस्तो लाग्छ के लाग्छ होइन। अब यो मैले चाहिँ मोबाइलबाट नै भ्लग बनाएको होइन। मोबाइलबाट त्यति क्लियर त आउँदैन। अब क्लियर बनाउने कोसिस गरिरहेको छु होइन तपाईँहरूलाई। ल कोसिस गरिरहेको छु। हल्ला भइरहेछ होइन। अब गाइज अब त्यस्तो नराम्रो चाहिँ नसोच्नु होला होइन। हल्ला भएको कारणले गर्दाखेरि मैले भोइस रेकर्ड गरेको हो होइन गाइज। अब चाहिँ म पुरै तपाईँलाई देखाउने छु भिडियो चाहिँ, नछुटाएर तपाईँ हेर्नु होला होइन। प्रतिक्रिया दिनु होला होइन, कमेन्ट गर्नु होला होइन। ल गाइज यो 50 किलो प्याज है यहाँ
तरकारी पनि केही पनि चाहियो भने तरकारी कपडा चाहियो भने लगन खेलमा आउनु होला। लगन खेलमा अरूभन्दा अन्तभन्दा केही कस्तो मिल्छ साथीहरू। ल साथीहरू, आज चाहिँ पाटनतिर हाम्रो चाहिँ कृष्ण मन्दिर, मङ्गल बजार, त्यसपछि लगन खेलतिर घुम्न गइएको थियो होइन। एउटा चाहिँ भ्लग बनाइएको छ। अब त्यो मेरो वीरबहादुर साई युट्युब च्यानलमा आउँछ होइन। तपाईँहरूले चाहिँ हेरेर होइन प्रतिक्रिया दिनु होला कस्तो लाग्यो होइन। अब चाहिँ यो मैले सुरुमा बनाएको हो होइन। बोल्न नजाने पनि जसरी पनि बनाएको छु होइन। आफूले चाहिँ कोसिस गरिरहेको छु होइन, बनाउने कोसिस गरिरहेको छु भ्लग होइन। अनि तपाईँहरूले चाहिँ कमेन्ट गर्नु होला होइन। यस्तै भिडियो चाहिँ म ल्याउने छु, म मेरो च्यानलमा हाल्ने छु। तपाईँले साथ सपोर्ट दिनु होला। ल ओके, ल बाई।